प्लेन हेर्ने गयो जापान यत्रो भिड लाग्छ गाइजहरु आयो 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 तर यो त सानो हो यो तर पछाडि पनि आइरहेको छ हैन अर्को पनि ओके यही माथिबाट जान्छ हैन यही माथिबाट ठ्याक्कै यो त तर डोमेस्टिक रहेछ यो domestic NTA गरेको landing मेरोबाट त के हो आयो 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 मिसाल आयो यो त ठुलै छ यार हो यो त ठुलो रहेछ है ठुलो रहेछ यो ठुलो रहेछ यो यसको रुटै डेन्जर रहेछ नि त आयो 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 कस्तो झ्याप्पै हेर्नु टेकेको ल आमामा कत्रो प्रेसर हुँदो रहेछ पानी त्यहाँ पानी हाल्यो रहेछ आयो 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 प्लेन आयो छर्यो छिर्ने कस्तो टेका बाँध्दो रहेछ त्यो उडो है उडो एउटा यता उडो खतरा इटामी एयरपोर्टमा छु गाइजहरु हेर्नु होला भिड डह्रो लागिरहेछ यो एयरपोर्टमा
भिडियो गर्ने क्यामेराम्यानहरूको लागि है। त्यहाँबाट अर्को प्लेन आइरहेछ गाइस, यहाँ हेर्नु होला, प्लेन आइरहेछ है। मेरो अलिक मोबाइल गति छैन। आयो प्लेन। अब हाम्रो चाहिँ यता ट्राफिक कन्ट्रोलर मान्छेलाई एयरपोर्ट भनेको यस्तो हुनुपर्छ, खुल्ला ठाउँमा। यतिखेर हामी दामी एयरपोर्ट छौँ। आयो है, अर्को यताबाट प्लेन आइरहेछ ल्यान्डिङको लागि। राति लगभग यहाँ भनेको अहिले हाम्रो रातिको 7 बजिसकेको छ। आयो यो ठुलो प्लेन छ, हेर्नु होला। तपाईँहरूलाई म भिडियो देखाउँदैछु है। प्लेन आयो, कति नजिकबाट प्लेन गइरहेछ। वाउ वाउ, हेर्नु होला, हेर्नु होला। आयो 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 अब ल्यान्डिङ हेर्नुहोस्, यस्तरी ल्यान्डिङ हुन्छ प्लेन। ल हेर्नुहोस्, ल्यान्डिङ भएको, ल्यान्ड भयो है, ल्यान्ड भयो। झ्याप्प लाएर ल ल्यान्ड भइसकेको छ एयरपोर्टमा। यो चाहिँ भिड लागिरहेछ धेरै नै। हाम्रो सात छोरा अनि अर्को पनि आउँदैछ। क्यामेराहरू यति महँगो महँगो क्यामेरा छ नि यहाँ। फोटो खिच्दै हुन्छ हाम्रो स्याच्यो। क्यामेरा धेरै महँगो क्यामेरा, क्यामेरा यस्तो छ। यस्तो भइरहेछ यहाँ ल्यान्डिङ। उड्न चाहिँ अलिक कम उड्दो रहेछ, तर बस्न आउनु चाहिँ धेरै नै हुँदो रहेछ। यहाँ मिनट नेपालमा पनि यतिको छैन होला हौ एयरपोर्टमा। यति बिजी हुन्छ यो। आएको गर्दो रहेछ। एउटा आइरहेछ, त्यो पछाडि पनि अर्को आइरहेछ। यहाँ देख्न सक्नुहुन्छ गाइस, यस्तो आइरहेछ। फेरि अर्को ल्यान्ड हुन लागिरहेछ। यो आइरहेछ है, यो पनि ठुलै हो। उताबाट पनि आइरहेछ अर्को बत्ती बल्ने। यो पनि ठुलै नै हो यो पनि। माउन्ट सन, माउन्ट सन। आयो है, आयो, फेरि आयो। बहुत सिकाउँदैछ यहाँ फेरि। एकदम डर आयो है। तर यो त सानै एकदम मिडल। हाम्रो नेपालको बुद्ध एयर जस्तै, है। मेरो पछाडि अर्को प्लेन आइरहेछ, यहाँ हेर्नु होला है। यो चाहिँ यो चाहिँ अब ल्यान्डिङ हुन गइरहेछ। ल्यान्डिङ हुन लागिरहेछ है प्लेन। यहाँ हेर्नु होला, म तपाईँहरूलाई देखाउँदैछु। मेरो छेउमा आउँदैछ है, यो ल्यान्डिङ हुन लागिरहेको। एकदमै यहाँ भिड धेरै लागिरहेछ हेर्नेहरूको। अब हेर्नु प्लेन झर्नै लाग्यो। यता एयरपोर्ट छ, यता आयो ल। प्लेन आयो, त्यो पनि ठुलै हो।
सानो हो यो गोकेनबाट आएको रे अनि यो यो गोकेन भनेको त यहीँ नजिकै त हो त्यो त हो गोकेन यो त ऊ रहेछ नि त